राति नराम्रो सपना मात्र आउँछ, ऐठन भए जस्तो महसुस हुन्छ, या कसैले घाँटी गला थिचे जस्तो महसुस हुन्छ यहाँहरूलाई भनेपछि यहाँहरूले यो एक विधि गर्नु होला। यहाँहरूको रात्रिमा निद्रा पनि अत्यन्त राम्रो हुन्छ, डर त्रास लागिरहन्छ या भएको स्थिति भइरहन्छ, नेगेटिभ चिजको प्रभाव बनिरहन्छ भनेपछि यहाँहरूको हटेर जानेछ, अत्यन्त राम्रो स्थिति रहनेछ। यहाँहरूले यो उपाय गर्नु होला। सुत्नुभन्दा पहिले एउटा तामाको अंखोरा लिनु होला, सफा सुग्घर एकदम धोई पखाली गरेर एकदम सफा क्लिन भएको अंखोरा लिनु होला। त्यसमा फोहोरी जल राख्नु होला, त्यो तामाको अंखोरामा सज्जनबिन्द। र यहाँहरूले सुत्नुभन्दा पहिले आफ्नो सिरानीको खाटको तलपट्टि होइन कि छेउमा बाहिरपट्टि यहाँहरूले छेउमा त्यो अंखोरालाई सिरानीको तर्फ राखिदिनु होला। अत्यन्त राम्रो रहनेछ, जय रहनेछ।